हेलो साथीहरू, आज हामी यहाँ छौँ ढोलबडाई मन्दिरमा पूजा गर्न। हाम्रो फ्यामिली छ, बुढी छ अनि हाम्रो बहिनीहरू पनि छ। हेर्न सक्नुहुन्छ, साली पनि आएको छ ढोलबडाई मन्दिरमा दर्शन गर्न। हेर्नु, यहाँ आस्था हो के यो कलर नसम्झ्नु, यो खुन बाख्रा काटेको। यहाँ हाम्रो भान्जालाई यस्तो डुबाउन जानुभएको छ ज्वाइँ साहब। यहाँ माछाको पूजा हुन्छ बढी। यो एउटा आस्था पूजा हो के, यहाँ माछाको पूजा हुन्छ, यहाँ माता हुन्छ, यहाँ विश्वास हुन्छ। नबोलेको बच्चाहरू पनि यहाँ बोल्न सकिन्छ आएर। यहाँ सुनेको पनि छ, हेरेको पनि हो। हेर्नु है, यो बच्चालाई नुहाएपछि आवाज खुल्छ। 3 चोटि नुहाउनु पर्छ क्या। यहाँ दुख रोग बिमारी जति पनि भयो भने यहाँबाट हर्नुहुन्छ माता। बाख्रा काटिन्छ, यहाँ बाख्राको बलि दिन्छ। एकचोटिमा बाख्राको घेटी कट। हेर्नु है, यो बाख्राको रगत हो प्रसाद। शनिबार आइतबार बढी भिड हुन्छ। एकचोटि